म अब त्यहाँ त्यस जग्गातर्फ तपाईहरुलाई लाँदैछु। कृपया ध्यान दिएर पुरा भिडियो हेर्नु होला। तपाईले यो भिडियो हेरिसकेपछि कस्तो लाग्छ कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, साथै सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नु होला। हजुरहरुलाई म त्यस जग्गातर्फ लाँदैछु। यो बाटो चाहिँ 20 फिट अहिले भएको छ, ढलान बाटो छ। ढलान बाटोमा चाहिँ अहिले कोरिया गाउँको चाहिँ यो ढलान बाटो यादै हुन्छ। यसरी चाहिँ म जग्गातिर लाँदैछु। यसरी लाँदैछु। यसरी यहाँनिर चाहिँ यो चाहिँ ठुलो बस्ती छ। यो चाहिँ ठुलो बस्ती छ हैन, ठुलो बस्ती छ। यस्तो छ है मित्रहरु, यतापट्टि चाहिँ पुरै बस्ती छ हैन। हाम्रो जग्गातिर जाने बाटो चाहिँ यो बाटो हो। यहाँबाट बाटो छुट्यो ढलान बाटोबाट यसरी जान्छ। यसरी गयो अहिले बसोबास भइसकेको ठाउँमा छौँ। हेर्नुहोस् अब हामी जग्गाको नजिक आइसकेको छौँ। यस्तो छ जग्गा, यसरी आउँछ। यो वरिपरिको दृश्यहरू यस्तो छ। हाम्रो जग्गा चाहिँ कहाँ हो भन्नुहुन्छ भने जग्गा चाहिँ यो हो। आमा यो त्यहाँ आमै बसिरहनु भएको छ, काम गरिराख्नु। त्यो उहाँले चाहिँ गर्नुभएको भन्दा उतापट्टि यो ठ्याक्कै 4वटा कुना देखेको छ क्यामेरामा। ठ्याक्कै त्यो चाहिँ हाम्रो जग्गा हो। 2.5 आना यहाँबाट मुनि चाहिँ 2.5 आना जग्गा। ठ्याक्कै 3 कोठा घर मजाले बन्छ। र तुरुन्तै चाहिने साथीहरूले चाहिँ सम्पर्क गर्नु होला। वरिपरिको यो पारी चाहिँ साँखी देखिन्छ। यो बाटो चाहिँ 20 फिट अहिले भएको छ, ढलान बाटो छ। ढलान बाटोमा चाहिँ अहिले कोरिया गाउँको चाहिँ यो ढलान बाटो यादै हुन्छ। यसरी चाहिँ यो जग्गातिर लाँदैछु। यसरी लाँदैछु। यहाँनिर चाहिँ यो चाहिँ ठुलो बस्ती छ। यो चाहिँ ठुलो बस्ती छ हैन। यहाँ बस्ती ठुलो बस्ती छ। यस्तो छ है मित्रहरु, यतापट्टि चाहिँ पुरै बस्ती छ हैन, हाम्रो हो। जग्गातिर जाने बाटो चाहिँ यो बाटो हो। यहाँबाट बाटो छुट्यो ढलान बाटोबाट यसरी जान्छ। यसरी गयो अहिले बसोबास भइसकेको ठाउँमा छौँ। हेर्नुहोस् अब हामी जग्गाको नजिक आइसकेको छौँ। जग्गा यसरी आउँछ। यो वरिपरिको दृश्यहरू यस्तो छ। हाम्रो जग्गा चाहिँ कहाँ हो भन्नुहुन्छ भने जग्गा चाहिँ यो हो। आमै बसिरहनु भएको छ, काम गरिराख्नु। त्यो उहाँले चाहिँ गर्नुभएको भन्दा उतापट्टि यो ठ्याक्कै 4वटा कुना देखेको छ क्यामेरामा। ठ्याक्कै त्यो चाहिँ हाम्रो जग्गा हो। 2.5 आना यहाँबाट मुनि चाहिँ 2.5 आना जग्गा। ठ्याक्कै 3 कोठा घर मजाले बन्छ। र तुरुन्तै चाहिने साथीहरूले चाहिँ सम्पर्क गर्नु होला। वरिपरिको यो पारी चाहिँ साँखी देखिन्छ। म अब त्यहाँ त्यस जग्गातर्फ तपाईहरुलाई लाँदैछु। कृपया ध्यान दिएर पुरा भिडियो हेर्नु होला। तपाईले यो भिडियो हेरिसकेपछि कस्तो लाग्छ कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, साथै सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नु होला। हजुरहरुलाई म त्यस जग्गातर्फ लाँदैछु। यो बाटो चाहिँ 20 फिट अहिले भएको छ, ढलान बाटो छ। ढलान बाटोमा चाहिँ अहिले कोरिया गाउँको चाहिँ यो ढलान बाटो यादै हुन्छ। यसरी चाहिँ म जग्गातिर लाँदैछु। यसरी लाँदैछु। यहाँनिर चाहिँ यो चाहिँ ठुलो बस्ती छ। यो चाहिँ ठुलो बस्ती छ हैन। ठुलो बस्ती छ। यस्तो छ है मित्रहरु, यतापट्टि चाहिँ पुरै बस्ती छ हैन, हाम्रो हो। जग्गातिर जाने बाटो चाहिँ यो बाटो।
यहाँबाट बाटो छुट्यो ढलान बाटोबाट यसरी जान्छ यसरी भयो अहिले बसोबास भइसकेको ठाउँमा छ जग्गाको नजिक आइसकेको छ जग्गा यस्तरी आउँछ वरिपरिको दृश्यहरू यस्तो हाम्रो जग्गा चाहिँ कहाँ हो भन्नुहुन्छ भने जग्गा चाहिँ यो आमाले बसिरहनु भएको छ काम गरिराख्नु त्यो उहाँले चाहिँ गर्नुभएको भन्नु यो ठ्याक्कै 4वटा कुना देखेको छ यहाँ क्यामेरामा ठ्याक्कै त्यो चाहिँ हाम्रो जग्गा हो 2.5 आना यहाँबाट मुनि चाहिँ 2.5 आना जग्गा ठ्याक्कै 3 कोठा घर मजाले बन्छ र तुरुन्तै चाहिने साथीहरूले चाहिँ सम्पर्क गर्नु होला यस्तो छ वरिपरिको भ्यू यो पारी चाहिँ साँखुहरू देखिन्छ पुरै देखिन्छ उतापट्टि चाहिँ यो बाटो चाहिँ स्पिड अहिले लगभग भएको छ ढलान बाटो छ ढलान बाटोमा चाहिँ अहिले गोरिया गाउँको चाहिँ यो ढलान बाटो याद गर्नुहुन्छ यसरी चाहिँ जग्गातिर लाँदैछु यसरी लाँदैछु यहाँनिर चाहिँ गाउँको चाहिँ ठुलो बस्ती छ यो चाहिँ ठुलो बस्ती छ होइन त्यहाँ मासतिर ठुलो बस्ती छ यस्तो छ है भित्रहरू यतापट्टि चाहिँ पुरै बस्ती छ होइन हाम्रो जग्गातिर जाने बाटो चाहिँ यो बाटो हो यहाँबाट बाटो छुट्यो ढलान बाटोबाट यसरी जान्छ यसरी भयो अहिले बसोबास भइसकेको ठाउँमा चाहिँ जग्गाको नजिक आइसकेको छ जग्गा यस्तरी आउँछ वरिपरिको दृश्यहरू यस्तो हाम्रो जग्गा चाहिँ कहाँ हो भन्नुहुन्छ भने जग्गा चाहिँ यो हो आमा बसिरहनु भएको छ काम गरिराख्नु त्यो उहाँले चाहिँ गर्नुभएको भन्नु उता यो ठ्याक्कै 4वटा कुना देखेको छ यहाँ क्यामेरामा ठ्याक्कै त्यो चाहिँ हाम्रो जग्गा हो 2.5 आना यहाँबाट मुनि चाहिँ 2.5 आना जग्गा ठ्याक्कै 3 कोठा घर मजाले बन्छ र तुरुन्तै चाहिने साथीहरूले चाहिँ सम्पर्क गर्नु होला यस्तो छ वरिपरिको भ्यू यो पारी चाहिँ साँखुहरू देखिन्छ अलिअलि पुरै देखिन्छ उतापट्टिको चाहिँ यस्तो छ